नमस्कार साथीहरू, स्वागत छ तपाईलाई फाइनान्शियल फ्रिडम च्यानलमा। तपाईले आइपिओको बारेमा सुन्नुभएको छ, तर शेयर मार्केट भनेको के हो भनेर सुन्नुभएको छैन भने आजको भिडियो तपाईको लागि। शेयर मार्केट भनेको कम्पनीको शेयर किनबेच गर्ने ठाउँ हो। जब तपाईले शेयर किन्नुहुन्छ, तपाई त्यो कम्पनीको ओनर, हिस्सेदार बन्नुहुन्छ। नेपालमा शेयर मार्केटलाई नेप्से भनिन्छ। शेयर मार्केटमा दुईजना हुन्छन्, बायर र सेलर। कम्पनी राम्रो छ भनेपछि शेयर चाहिँ बढ्छ, कम्पनी कमजोर भयो भने शेयर प्राइस घट्छ। र यही प्रोसेसलाई नै शेयर मार्केट भनिन्छ। शेयर मार्केटबाट दुई तरिकाले पैसा कमाइन्छ। पहिलो भनेको चाहिँ क्यापिटल गेन। तपाईले सस्तोमा किनेर महँगोमा बेच्नुभयो, त्योबाट आउने फाइदालाई क्यापिटल गेन भन्छ। दोस्रो भनेको डिभिडेन्ड। यदि कम्पनीले राम्रो काम गरिरहेको छ, प्रफिट जेनेरेट गरिरहेको छ भनेपछि त्यो प्रफिटबाट दिने पैसालाई डिभिडेन्ड भनिन्छ। यदि तपाईँ बिगिनर हुनुहुन्छ भने मार्केटमा आउँदा तपाईँ लङ टर्म सोचेर आउनुहोस्। कुनै पनि स्टकमा पैसा लगाउँदा पैसा गरेर मात्र लगानी गर्नुहोस्। सबै पैसा एकैचोटि नलगाउनुहोस्, रिस्क हुन्छ भन्ने बुझ्नुहोस् तपाईले। र शेयर मार्केट सर्टकट पैसा कमाउने ठाउँ होइन। यदि तपाईँ इन्भेस्टर हो भनेपछि धैर्य राख्न सक्नुहुन्छ भनेपछि नै मार्केटमा आउनुहोस्। धैर्य राख्ने इन्भेस्टरले नै लङ टर्ममा सफल हुन्छ। यस्तै शेयर मार्केटको एजुकेसनको लागि फाइनान्शियल फ्रिडम नेपालसँग जोडिनुहोस्। आउनुहोस्, तपाईको पैसालाई तपाईको लागि काममा लगाउँ। इन्भेस्ट स्मार्ट, ग्रो वेल्थ, एचिभ फाइनान्शियल फ्रिडम हाम्रो च्यानलको मोटिभ भएको छ।